यो चाहिँ पुरानो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा फुलेको गुलाबको फुल हो। एउटा मात्रै फुल मजाले फुलेको छ। अब यो देखाउँछु म तपाईलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय पुरानो। यो अहिले देख्न चाहिँ सक्लो देखिएको छ, तर गएको भदौ 23 र 24 गते जेन्जी आन्दोलनले यो भित्र तहस नहस भयो। यतापट्टि डढ्न चाहिँ पाएन भने सामान लुटपाट चोरी र यो भत्काउने काम चाहिँ पुरै भाषाभित्र डढेको पनि छ। निकै म प्रवेश गरिरहेको छु। अहिले चाहिँ यहाँ लगभग यतापट्टिको कोठातिर यो 22 र 23 गतेको 23 र 24 गतेको जाँचबुझ आयोगको कार्यालय स्थापना गरिएको छ र यहाँ गाडीहरू छ। यो आयोगका अध्यक्षको यो सदस्यको गाडीहरू हो। अनि यहाँ पहिले हामी आएर रिपोर्टिङ गर्दाखेरि यति धेरै फुल यति धेरै राम्रो हुन्थ्यो नि हैन। अहिले चाहिँ अब यो एउटा गुलाब यहाँ फुलेको छ भने अलिअलि त्यता साना साना फुलेको छ। अति राम्रो गुलाब छ। यतापट्टिका यी रुखबिरुवा सबै मरेर जाने स्थिति भइसक्यो। झार पुरै पलाएको छ। यो अगाडि देखिएको चाहिँ नयाँ संसद भवन हो बन्दै गरेको। यता पनि अलिअलि गुलाब त छन्, तर एकदम झारै झार छ। यो अहिले स्याहार छैन, सम्हार छैन, सुसार छैन। हुन चाहिँ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय हो, तर स्याहार सम्हार नभएपछि त गयो नि त सबै कुरा हैन। प्रधानमन्त्री कार्यालय पुरानो। सबै गाडी नै गाडी जलेका थिए। यहाँ यो कोठाहरू मिडिया सेन्टरहरू पुरै फुटाइएको छ। सिसा जलाउने जलाइएको छैन, सबै फुटाइएको छ। यो कालो भनेको सब यो कालो भनेको टायरको कालो हो, जलेका आगोका कालो। यता पछाडिको दुईटा कोठा पुरै जलायो। यस्तो छ तपाईलाई देखाउँदैछु। जेन्जीको आन्दोलनले के पायो त भन्दा करिब 20 वटा जति जेन्जीका नाममा दल खोले। त्यति त हैन प्रगति, त्यति प्रगतिमा रमाउने जेन्जी भयो। ल थ्याङ्क यू।